Hello, what's up guys? Welcome back to my another video. Here तपाईहरु पनि सन्चै हुनुहुन्छ ल, म पनि एकदम सन्चै अनि आरामै छु। सो त्यही नै हो, न्यू डे न्यू भ्लगमा स्वागत छ। अनि आज चाहिँ म एकदम ह्यान्डसम बोयलाई देखाउन जाँदैछु मेरो भ्लगमा। यस तपाईहरुलाई देखाउँछु। यता हेर बुद्ध देखाइदियो भने यो चाहिँ लजाउँचाली। यो चाहिँ फेरि खाइसकेको क्रस हो गाइज। त्यही नै हो, तपाईहरु देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ छ भियतनामी डिक्कमा। सो त्यही नै हो। अनि नयाँ भिडियोमा कहाँदेखि स्टार्ट गरौँ भन्दाखेरि चाहिँ आज नाइट काम गर्न आएको हामी चाहिँ। अनि त्यही भएर मेरो चाहिँ आज गएको बिदा छ। चट्टसँगले गएर सुतेर फेरि नाइट काम जानुपर्ने भएकाले अहिले चाहिँ हामी यता ब्याक साइड देख्न सक्नुहुन्छ। एकदम राम्रो ठाउँ सिनागावा स्टेसन छ। यामातोको मुटु हो यो चाहिँ। फेरि सबजना यहीँ आउनुहुन्छ होला सायद। यहाँ चाहिँ फुलहरू चट्टसँग देख्न सक्नुहुन्छ कस्तो बवाल छ। जापानिजहरूले चाहिँ मलाई एकदम ठुलो युट्युबर भन्ने सोचिरहेको होला नि, तर केही छैन। म एक दिन बन्ने छु। त्यो सौजी गरेर हेर्नु कस्तो बवाल सौजी गरिरहेको यिनीहरू। मलाई नहेर्ने जापानिज चाहिँ छैन नि गाइज। यो बाटोमा देखिरहेको छु मैले। सबले मलाई एक सडक हेरेर गइरहेको हुन्छ। बुढो चस्मा लगाएर नै हेरिरहेको। त्यही नै हो, सिट चढेको छ नि। अनि ऊ चाहिँ नाम भन्यो आफ्नो भन न, गाह्रो हुन्छ। अनि उसलाई चाहिँ गाह्रो हुन्छ अरे। अनि त्यही नै हो। यसरी हिँडिहाल्छ। यहाँ हेर्नु मान्छे कतिहरू छ, कतिहरू जापानिज हुन्छ यहाँ। बिचबाट हिँड्नु न, आज हिँड्नु के हुनु त्यो मार्छ होला यार। देख्न सक्नुहुन्छ यति धेरै मान्छे। आज हिँड्नु न नि, यताबाट जाउँला नि कसको हेर्न सक्नुहुन्छ यहाँ। तर हामी मिस्टेक गरिसक्यौँ। यहाँ बिचबाट आउनु चाहिँ नहुने हो, साइड लाग्नुपर्ने हुन्छ हामी। नदिने भने यहीँबाट हिँड्नु क्या। अनि आज चाहिँ जबरजस्ती नि भ्लगको लागि मैले यति साउन्ड गरेको छु गाइज। यहाँको खिच्ने अथोरिटी त छैन मसँग, त्यही पनि म आफ्नै खिचेर डाउन पाएर हिँडिरहेको छु। बिचको लाइन सुजन चाहिँ डराइरहेको। जसले न्यु खोज्छ हानिदिइहाल्ने पक्लकै। अनि हामी चाहिँ अब देख्न सक्नुहुन्छ यस्तो बवाल मान्छे चाहिँ एकदम डेन्जर वाइल्ड छ यहाँ। म चाहिँ युट्युबर हो नि त, हल्का दिनै पऱ्यो। अनि यसलाई क्रस गर। अनि यहाँ बाटो क्रस गर्दा नि हाल्ला नि भन्ने टेन्सन छ। अनि मैले माइक चाहिँ युज गरेँ छैन, किनभने बसबाट चाहिँ सिधै झरेर आइसक्यो हो। अनि त्यही भएर सो त्यही नै हो गाइज। हाम्रो रुट चाहिँ यतापट्टि हो, जाने खासै छैन। आउने चाहिँ वाइल्ड हुन्छ क्या। तपाईँ देख्न सक्नुहुन्छ नेपालमा यति केको केपिएलको यतिको जनसङ्ख्या पनि छैन। केपिएलको समान जेन्जी आर्नलानका जेन्जीहरूभन्दा कम छैन यिनीहरू चाहिँ। देख्न सक्नुहुन्छ सिनागावा स्टेसन। मेरो भ्लगमा केही भन्दैन, यो त सोझा है बोल्न मात्रै। केटीहरूसँग चाहिँ धेरै बोल्छ, तर भ्लगमा यस्तो त्यो चाहिँ खासै बोल्दैन चाहिँ। त्यही हो, तपाईँ देख्न सक्नुहुन्छ। आजको भ्लग चाहिँ मेरो यहीँ सिनागावाको हुनु पऱ्यो है। 7-8 मिनट चाहिँ यहीँ भइसक्यो। के भन न, तिम्रो गर्लफ्रेन्ड छैन भन यता। छैन। अनि सुजनको चाहिँ गर्लफ्रेन्ड छैन अरे। सो त्यही नै हो, थम्बनेलका लागि हाल्नु पोस्दै एउटा ल। यही नै हो, अब देख्न सक्नुहुन्छ। अनि उसको चाहिँ गर्लफ्रेन्ड छैन अरे, ऊ चाहिँ सिङ्गल हो, स्टिल सिङ्गल हो। अनि के हुन्छ अनि त्यही हो। तपाईँलाई मैले चाहिँ एकदम मान्छे देखाउन आइरहेको थिएँ। टाइम लेसमा राखेर सर कुदेको देखाउँ भने अब टाइमै छैन। यहाँ भ्युज आउने त्यही हो, 50 भ्युज आउने सेयर गरेर नि। अनि के गरिराख्नु भनेर अब यही देखाइदिइरहेको छु, हजुरले देख्न सक्नुहुन्छ। अनि स्पेसली चाहिँ यो भ्लग चाहिँ मेरो बहिनीलाई काममा जाँदा पनि सजिलो हुन्छ भनेर है, त्यही भएर पनि बनाइदिएको छु। नयाँ आउने भाइ बहिनीलाई काममा जानु सजिलो हुन्छ भनेर। अनि यहाँबाट चट्टो हुन्छ नि, यहाँबाट आउट भएपछि चाहिँ यो घडीवाला छ, घडीबाट चाहिँ सट्टै यतापट्टि जानुपर्ने हुन्छ।
यहाँ मान्छेहरू कति छ त वाइल्ड छ अनि त्यही नै हो अनि जानुपर्ने हुन्छ पैसा फेरि धनी भइसक्यो त्यहाँ अनि यो चाहिँ सानो देश यो चाहिँ हाम्रो खाइसकेको मान्छे हो अनि त्यही नै हो देख्न सक्नुहुन्छ हामी यहाँबाट जानुपर्ने हुन्छ सिनाका अब स्टेसनमा यहाँबाट आउनु चाहिँ लास्ट देर हुन्छ कि यहाँबाट जाने तिमी किन मेरो भ्लगमा केही भन्दैनौ भन के भन्नु अनि त्यही हो आजको भ्लग चाहिँ यस्तै हुने होला छ गाइस अब यहाँ ट्रेन कुर्न नि यत्रो मान्छे छ यो उभिनु पर्ने हुन्छ यहाँ चाहिँ नेपालीहरू आयो भने चाहिँ म बनाउँदिनँ किनभने तिनीहरूले हेर्छ क्या मलाई मेरो सब्सक्राइबर धेरै छैन नि त त्यही भएर अब यहाँ अब सिट पाउने त चान्सै छैन उभिनु पर्ने हुन्छ उभियो भने भिडियो बनाउँछु माताने देख्न सक्नुहुन्छ यत्रो मान्छे छ हामीले चाहिँ सिट पाउनेवाला छैन यहाँ अब झुन्डिनु पनि पर्ने हुन्छ यहाँ चाहिँ केटाहरूले खत्रै सब्सक्राइबर भन्ने सोचिरहेको मलाई यिनीहरू यो पाकिस्तानी होला सायद यिनीहरू यत्रो प्याक गरेर छिर्छ हामी यत्रो यहाँ देख्न सक्दा कहाँ से आप पाकिस्तान से हमारा सब्सक्राइबर है ओके सब्सक्राइब कर दो मेरा चैनल का नाम है MINVLOG111 उसे कर देते हैं बहुत अच्छा लोग देख गए हमने बिल्कुल समझ नहीं आया चैनल का नाम इमा सर्च करो हामीले चाहिँ सिफ्ट पायौँ गाइस सो त्यही नै हो अनि म चाहिँ टक्क कामसाम गरेर चाहिँ आएर चट्ट यहाँ अब घर छेउको पार्कमा एकछिन बस्नेवाला छु अनि तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ कस्तो मौसम चाहिँ छ होइन बोटबिरुवाले पात झार्ने अनि पात चेन्ज गर्ने कस्तो राम्रो भाइब दिइरहेको है तपाईँहरू देख्न सक्नुहुन्छ चट्टैसँगले होइन रातो रातो बोट भा कोही देख्न सक्नुहुन्छ सो त्यही नै हो अनि बिहान बिहानको घाम तपाईँमा चाहिँ अब गर्नुपर्ने हुन्छ अनि यहाँ आजको भ्लग चाहिँ देखिसक्नु होला मान्छेहरू साथीसँग यसो भेटभाट शान्तिमा मिटअप गरेको अनि यहाँ मेरो छेउमा हुनुहुन्छ जापानिजहरू अनि म चाहिँ यस्तो कुनाभित्र बसिरहेको छु गाइज सोध्दै नै गाइज म चाहिँ अनि घर छेउमा आइसकेको छु अनि तपाईँहरूलाई देखाउने छु यहाँनिर चाहिँ यस्तो फिल्म सुटिङ हुँदैछ है देख्न सक्नुहुन्छ यहाँ अनि यसका लागि कस्तो सिस्टम छ भने यहाँ मान्छेलाई चट्ट जान दिने यिनीहरूले होइन डिस्टर्ब केही नगरी नेपाल जस्तो भिडभाड पनि छैन देख्न सक्नुहुन्छ यस्तो पार्किङ छेउमा चाहिँ भिडियो सुट भइरहेको छ फिल्मकै सुट हो क्या खासमा यस्तै हो अनि तपाईँहरू देख्न सक्नुहुन्छ मेरो चाहिँ यो चाहिँ घर छेउमा आइसकेको छु अनि त्यही नै हो अनि हजुरहरूलाई पनि देखाइदिउँ कसरी हुन्छ अनि पुरै चट्टसँग मिलेर सिस्टममा के सब कुरो विदेश भने विदेशै रहेछ गाइस अनि यति जेलसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच एभ्री वान अनि हजुरको साथ सपोर्टमा यसरी नै गरिराख्नु अनि चाँडै नै 500 सब्सक्राइबरमा स्पेसल केही गर्नेवाला छु सो त्यही नै हो अनि अझ धेरै माया देखाइदिनु भयो भने चाहिँ अझ धेरै गर्नेवाला छु अनि थ्याङ्क यू सो मच फर वाचिङ गाइस ल आजको लागि यति नै अनि एउटा कुरो देखाइरहेको छु कि मैले गाडी आइरहेँ यहाँ यस्तो बवाली भिडियो इन गर्नै मन लागेन कि मैले गर्दैसकेको थिएँ गाडी आयो यस्तो बवाल आयो अनि त्यही भएर अनि फाइनल चाहिँ त्यही नै हो वान डे गाइस यो भ्लग चाहिँ अनि म पनि एक दिन त्यस्तै गाडीमा हिँड्नेछु अनि यो भ्लग चाहिँ सम्झिनेछु दिस इज माई ड्रिम गाइस त्यही हो हजुरलाई यसो ड्रिम चाहिँ सुनाउनु नहुने हो त्यही पनि सुनाइदिइहालेँ हेरौँ त्यसको लागि कति मेहनत र कति ठक्कर खानुपर्छ म भोग्न तयार छु तर नेभर गिभ म यसलाई हार मान्नेवाला चाहिँ छैन सो यही नै हो हजुरहरू पनि लक्ष्य लिएर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ ल थ्याङ्क यू सो मच फर वाचिङ भिडियो इन गर्न खोज्दाखेरि एउटा दिनै पऱ्यो थ्याङ्क यू सो मच फर वाचिङ गाइज